नमस्कार। फागुन 21 गते नजिकै छ। निर्वाचन सबै देश निर्वाचन उन्मुख छ। तपाईहरू मत दिनलाई उत्साहित हुनुहुन्छ। तपाईँ हाम्रा नेताहरू ठाउँ ठाउँ आफ्नो निर्वाचन क्षेत्र जाँदै भाषण दिँदै आफ्ना मत बटुल्ने क्रममा हुनुहुन्छ। फागुन 21 गते हामी जान्छौँ मत दिनलाई। त्यहाँ दुईटा मतपेटिका हुन्छ। एउटा मतपेटिका जसमा तपाईँले प्रत्यक्षको लागि मत दिनुहुन्छ र अर्को मतपेटिका जसमा तपाईँले समानुपातिकको लागि मत दिनुहुन्छ। प्रत्यक्षको लागि दिएको मतले तपाईँको निर्वाचन क्षेत्रबाट जसले सबैभन्दा बढी मत ल्याउँछ त्यसले संसदमा तपाईँलाई प्रतिनिधित्व गर्छ भने समानुपातिकबाट तपाईँले आफूलाई मनपर्ने पार्टीलाई दिनुभएको मतद्वारा पार्टीले आफूले पाएको मतअनुसारको प्रतिनिधिहरू संसदमा पठाउँछ। अब यो बेला निर्वाचनको हो, हेर्नुहोस् हामीले एकदम संयमता साथ एकदम विवेकपूर्ण तरिकाले कसलाई मत दिएर कस्तो परिणाम आउँछ भन्ने कुराहरू पनि विश्लेषण गरेर मत दिनुपर्ने हुन्छ र यो सन्देशलाई आत्मसात गर्दै मत दिनु होला भन्दै यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद।